महारानी, तिमीलाई आमाले स्कुल भर्ना गरेर ल्याउँदा मैले बाबुको नाम सोधेर दुःख दिएको थिएँ। त्यो कुराको मलाई अहिले पनि आत्मग्लानि भइरहेको छ। अब एसएलसीमा तिमीले नेपाल टप गर्नुपर्छ। मधुजी, तपाईको छोरीलाई एसएलसी पछि यही विद्यालयको शिक्षिका बनाउन मैले विद्यालय व्यवस्थापन समितिसँग अनुमति लिइसकेको छु। आमा, तिमीले मलाई साइकल किनिदिन्छु भनेको त त्यस्तै भइहाल्यो। अब म चाहिँ तिमीलाई मेरो पहिलो तलबबाट साइकल किनिदिन्छु, बास्केटवाला लेडी साइकल किन्ने है। कुन रङको किन्ने पनि सोचिराख है तिमी। मधुवाला रुक जा पढ्दै चाहिँ तेरो छोरीको कति गोठालो बसो रे म आज राजालाई भेटेर आएको छु म। तेरो छोरीको रूपको बारेमा बखान गरिदिएको राजा मक्ख छन्, जतिखेर पनि आउन सक्छन्। कहिले नछुनी भई कहिले के भई भनेर तैँले त तार्दै आएको थिइस् त। जङ्गलको पनि डर देखाएकै होस्। अहिले त युद्ध विराम छ, अब के भनेर बाना बनाउँछस् रे? तिमी राम्रोसँग भनेको बुझ्दैनौ कि क्या हो? मैले कतिचोटि भनिसकेँ म छोरी बेच्दिनँ भनेर। छोरी पढाएको छु भनेर धेरै छाती नफुल। ओडारमा बसेर बाघसँग न्यु खोज्नुहुन्न। राजाले किनिसकेको नत्थी दिन्न भन्न हुन्न भनेर मैले तँलाई कतिचोटि भनिसकेँ भन् त? अहिले पनि त्यही भन्छु। यो मेरो राजसाब बिचको कुरा हो। राजसाब कर म आफै कुरा गर्छु, तिमी धेरै बिचमा नपर। त्यसो भए तेरै राजालाई गएर भन्न त त्यो कुरा। राजा माने भने मेरो केही टाउको दुखाइ छैन।